गएको रे आई डोन्ट नो त्यो सुभाषको आइडी उडिसक्यो धेरै जसो मोडरेटरहरू सबैजनाको आइडी उडिरहेछ है मेरो गाइज जो मलाई माया गर्ने मान्छेहरू चाहिँ उनीहरूलाई धेरै अट्याक भेटिरहेछ क्या अहिले आई डोन्ट नो गाइज हेटर्स कसरी आयो भनेर मात्रै हो लाइक हाम्रोमा हेटर्स कसरी आयो भने मात्रै हो गाइज अब हाम्रोमा त हेटर्स कहिले थियो जस्तो लाग्दैन गाइज ब्लक लङ चाहियो अरे अबदेखि गाइज नेक्स्ट टाइमदेखि थाहा भयो ल मैले किन भन्दाखेरि गाइज होइन अबदेखि चाहिँ किन थाहा भयो भन्दाखेरि अब मलाई पनि थाहा भयो नि त हजुरहरूलाई कस्तो कस्तो चिज मनपर्छ नि अहिले मैले जे जति हाल्यो गाइज होइन जे जति उसहरू पोस्ट गर्यो नि पोस्ट गर्दाखेरि चाहिँ मलाई थाहा भयो कि हजुरहरूलाई मलाई के गरेको मन पराउनु हुँदो रहेछ भने म एउटा कुरा चाहिँ मलाई त्यो देखेर खुसी पनि लाग्यो गाइज किन थाहा छ किन खुसी लाग्यो भन्दाखेरि तपाईँहरूले चाहिँ मलाई जुन बेला म छ नि मिस्टर तामाङ हुन्छ नि रियल मिस्टर तामाङ हुन्छ त्यो बेला मन पराउँदो रहेछ क्या नाटक गरेको भन्दा म चाहिँ लाइक रियल मिस्टर तामाङ हुँदाखेरि चाहिँ मन पराउँदो रहेछ तपाईँहरूले ब्लग राम्रो थियो अरे थ्याङ्क यू सो मच अबदेखि तपाईँहरूले रियल मिस्टर तामाङ देख्छ रियल मिस्टर तामाङ गाइज मनको चाहिँ एकदम राम्रो छ होइन मनको खत्रै छ होइन मिस्टर तामाङ मनको खत्रै छ जिन्दगीमा धेरै रमाइलो गर्छ अनि मिङ पो ह्यान्डसम रहेछ त्यहाँ बिचरा मिङ सिङ्गल छ है केटीहरू अनि त्यही रहेछ तपाईँहरूले जुन बेला म छ नि मिस्टर तामाङ हुन्छ त्यो बेला मन पराउँदैछ एटलिस्ट 20 मिनटको हुनुपर्छ अरे ओके मिनी भ्लग अबदेखि म त्यही गर्छु ल गाइज अब पोस्ट लङ भ्लग चाहिँ हजुरहरूले कसले हेर्नु भएको छैन गाइज मेरो युट्युब आइडी मिस्टर तामाङ टिएमजी नै छ है त्यो रातो कुर्ता लगाएर आउँदैमा म खप पर्छ भनेर लाग्यो होला आज त्यो गरेको त्यो कर्तुतले त आज त फकाउनै पर्छ म त रातै लगाए पनि फकिनेवाला त छैन म त रिसाएको छ लास्टै रिसाएको छ उता हेऱ्यो भने गाइज राम्री न राम्री छ नि त यो छाउरी म फस्छ गाइज फेरि फस्छ म हाँस्न सुरु गर्छ म त हेर्दै हेर्दिनँ मलाई छिटो फकाउ प्यारा नरिसाउ न नरिसाउ चित्त दुखिरहेछ अनि म सधैँ तपाईँकै हो त अनि किन अरू सँग आज किन सरी नि त म जान्न त सरी नि त ल उठबस गर कान समाजमा उठबस गर्नुपर्छ जिस्केको पर्दैन उठबस ल भयो जिस्केको भयो भनेको भयो जिस्केको ल मैले माफ गरिदिइसक्यो म त्यहीमाथि रिसाएको त थिएन अलिकति म चित्त मात्रै देखाएको थिएँ म रिसाएको त थिएन बस आऊ हक गरौँ आऊ यता दुईटा गाइस ऊ दाङमा नभइकन काठमाडौँ भए भए म काठमाडौँ नभइकन दाङमा भए भए यतिखेरसम्म त 3-4 वटा बच्चा त जन्माइसक्यो हो त्यसलाई काम बिगाड्छ अनि है जबरजस्ती राम्री भएर आउँछ त्यहाँ प्यारे आज यस्तो राम्रो देखिरहेछ मलाई त म त रेगुलरमै छ तिमी चाहिँ लास्टै राम्री देखिरहेछ आज रात रिस उडिरहेको थियो रिसै उड्यो भनेको म यस्तो रिस उठ्छु गाइस आज यस्तो गाली गर्छु भनेर सोचिरहेको थियो न त्यो रेडमै बस्छ न गोरीलाई रेडले कस्तो छ न इट्स ओके न तिमी रातोमा मलाई कस्तो हेर्न भन्दै आज फाइनली हेर्न पाएँ गाइस यो रातोमा त सुहाउँदो रहेछ है उसलाई त लास्टै त गोरी भएर हो कि के हो म नि रेड कलरको लगाएर कुर्सी ल मेम्बर हर्ट है मेम्बर हर्ट कम्प्लिट
मेम्बर हटाउन चाहिँ नछोड्नु ल एकैचोटि यो 700 मात्र भइरहेछ प्यारेन्ट मेम्बर हटाउनु ल प्लिज प्यारेन्ट तपाईँहरू नयाँ हुनुहुन्छ नि मेम्बर हटाइदिनु ल मेरो युट्युब च्यानलमा भ्लग आइसकेको छ सबैजनाले हेरिदिनु होला युट्युब च्यानल गोस छ प्यारे ह्यान्डसम देख्यो म अघि लाइभ हेरेर बस्नुपर्ने रहेछ अनि ह्यान्डसम देख्यो ओइ कसम यार भगवानले चाहिँ पठाएकै हो है यसलाई त मलाई त यार कस्तो सुहाउने भनेको म गाइस कालो कलरको छ नि त नि अलिकति मेरो स्किन डार्क सेडमा छ नि त नि अनि मलाई गोरी केटीले सोझो जस्तो लागेको थिएन सुहाउँदो रहेछ यार होइन अरू गोरीले त सोच्दैन गोरसले मात्र सोच्छ क्या त्यो चाहिँ हो तिम्रो म्याच खेल्ने कि हामी उस लिनुपर्छ बुस्टिङ कलेक्ट गर्नुपर्छ अनि बुस्टिङ कलेक्ट अहिले अनि बक्स म्याचमा ढुट्टो कुद्नुपर्छ हामी दुईजना मिलेर तिमीले के दियो र मलाई आज चटपटे खाएको रिसाको छ हो मसँग चाहिँ रिसाएको त छैन कहाँ म खासै रिसाउनु त सक्दिनँ चित्त चाहिँ दुखाएको थियो एक दुईवटा भिडियो देखाएको थियो एक दुईवटा भिडियो फर युमा आएको थियो अलिकति मन यस्तो भएको थियो थ्याङ्क यू जिस्किएको हो के जिस्किन्छु क्या म सबैसँग जिस्किन्छु तपाईँसँग चाहिँ सिरियस हो के यति सिरियस छु कि प्यारे सुन मेरो डिल के हो त तिमीसँग तिमी भोलि पर्सि फिल्मको अफर आयो भने तिमीलाई हिरोइनी बन्न पाए त्यो फिल्ममा किसिङ सिन हुँदैन है भनिदिएको छु म पहिला नै आउँछ मलाई किस गर्न त आउँछ ल मलाई चुम्मा चाहिन्छ ओ यो के अरे आजकल दिनै राम्रै देख्दै जान्छ त म के हो मिस्टर तामाङ पनि मलाई सबसे मनपर्ने मिस्टर तामाङको स्माइल अनि डिम्पल अनि उसको मुटु मलाई गोसको सबभन्दा क्युट लाग्ने गोसको तोती बोली गोसको थौडा अनि गोसको कन्फिडेन्ट गाइस गोस कस्तो कन्फिडेन्ट छ मलाई क्या मनपर्छ गाइस ट्याप चाहिँ भएन गाइस ट्याप भएन मेरोमा त आमा 2000 मिस्टर तामाङ हजुर एउटा कुरा भनौँ तपाईँले के हनी खानुहुन्छ हो जहिले हनी खाँदैन नि खासै के खानुहुन्छ कफी रक्सी कफी र रक्सी ए गाइस यसमा चाहिँ सबैजनाले छ नि म चाहिँ के भन्छु भन्दा मेम्बरहरू दिनुहोस् गाइस अनि मेम्बरहरूले कम्प्लिट पनि हुन्छ मेम्बरहरू दिनुहोस् गाइस रोज भन्दा नि मेम्बरहरू दिनुहोस् के खाएर जन्माएको होला है मनमायाले बिरामी छोरी यस्तो ह्यान्डसम छोरो कसरी जन्मायो होला मनमायाले ए धनमायाले हाम्रो त गाइस त्यो रब्ने बनादी जोडी भनेको यही हो क्या गाइस है कस्तो भन्दाखेरि यो आमाहरूको नाम पनि मिल्ने क्या उसको मम्मीको नाम मनमाया मेरो मम्मीको नाम धनमाया रब्ने बनादी जोडी नै हो क्या हामी त हामी भविष्यको कर्णधार हो जरु थ्याङ्क यू माया हाम्रो फुटबल टिम बच्चा जन्माउँछ कसले खेलाउने हो एउटा दिइ पठाउनु पर्छ के पठाउनु पर्छ एउटा बच्चा दिनुपर्छ तपाईँ मैले पाएर कहाँ मैले पाउने होइन तिमीले पाउने हो तिमीलाई जति एउटा पाउनु मन लाग्यो नि भन म पाइदिन सक्दैन भने सक्दैन भन्नु के अरे म त सक्छु चिन्ता नगर म त जति नै सक्छु अब तिम्रो ज्यान हुन्छ नि अब फेरि अहिलेको जमानामा केटी मान्छेहरूको ज्यान बिग्रिन्छ भने बच्चा धेरै जन्माउँदैन नि त नि तपाईँले छोड्नुपर्छ म थापमाया थाप्नुपर्छ के बोले के बोले तपाईँको नाम थोकबाट पहिला जताबाट एउटा कि प्ले गरे नि गर्नुहोस् गाइस लास्टमा मेरो नाम थापमाया हो प्यारो आजबाट गाइस मेरो नाम चाहिँ छ नि होइन बच्चाको बेलामा चाहिँ ठोकबहादुर तामाङ थियो पछि मन नपरेर चिनी बहादुर तामाङ राखेको थियो अब फेरि ठोकबहादुर तामाङै भयो मेरो नाम मेरो थापमाया मगर थापामाया मगर
थापमा मगर She is funny, guys. I'm telling you people, she is funny. त्यसको बे नगर्नु के तिमी अस्ति डिल भएको होइन हाम्रो बे नगर्ने भनेर तपाईँसँग भएको नि त मिस्टर तामाङ मसँग त दुईचोटि भइसक्यो अरूसँग पनि भएर त जात्रा छ नि त्यहाँ प्यारे रिसाको रिसाएको होइन भनेको म रिसाउँदिनँ नि तिमीसँग रिसाउन सक्छु है प्यारे आऊ चुम्मा दिन्छु आऊ आऊ मेरो नजिक आऊ एउटा कुरा चाहिँ के भन्दा गाइज म यो के गाइज एउटा सुन न एउटा कुरा चाहिँ के भन्दा म तिमीसँग कहिले पनि रिसाउन चाहिँ सक्दिनँ माया गरेको मान्छे हो गाई जस्तै भने होइन म तिमीले गरेको कर्तुतले चित्त चाहिँ दुख्छ तर म फेरि रिसाउन त रिसाउन सक्दिनँ म तिमीसँग खेपा यसलाई कसले सिकाएको गाइज खेपा हुनलाई गाइज थ्याङ्क यू सामु थ्याङ्क यू हामीसँग बुस्टिङ छ है दुईजनासँग पर्यो मिस्टर बुस्टिङ पर्यो लिया र कमलासीसँग सामु टिएमसी एमसी फ्यामिली थ्याङ्क यू सो मच गाइज एक लट लाइभ पनि सेयर गरिदिनुहोस् ल अझ पनि बुक्स हजुर सुन न ठ्याकबाट खुइ मिलेर 100 जना कुर्दिनुपर्छ आज टिकटकमा ल गाइज यो म मात्रै हो कि यो लाइभ स्ट्रिममा केटाहरू त छ होला नि है तिमीहरू केटाहरूलाई नि घोसलाई हेर्दा यस्तै हुन्छ त्यतिकै त्यो हाँस्न मन लाग्छ खुसी लाग्छ घोसलाई देख्दाखेरि म मात्रै देख्ने बित्तिकै मलाई मस्किन मन लाग्छ होइन म त उत्तिकै मस्किएर आउँछ भनेको गाइज यो तपाईँहरूले नि हुन्छ कि म मात्रै हो म त घोसलाई देख्ने बित्तिकै रिस उठिरहेको हुन्छ नि गाइज मलाई दिउँसो कस्तो मुड अफ भइरहेको थियो नि है त्यो एक दुईवटा भिडियोले गर्दा मुड अफ भइरहेको थियो भेट्ने बित्तिकै त्यो कहाँ जान्छ क्या त्यो मुड अफै कहाँ जान्छ फ्रेस हुन्छ अनि क्या फिलमा गइदिन्छ म हजुर मिस्टर तामाङ अलि नजिक आउनु न डिम्पल किन देखाएको त्यो डिम्पलमा म त्यहाँ चुप्प गरिदियो भन्दा हो कि डिम्पलमा चुप्प गर्दैन गर्नुहोस् त गाइस पुष्पा दिदी थ्याङ्क यू सो मच अल थ्याङ्क यू मिस्टर तामाङ हजुर अलि नजिक आउनु न कति नजिक कम क्लोज मलाई हेर्नु मेरो आँखामा हेर्नु तपाईँले चित्त दुखेछ चित्त दुखेको थियो छ अझै पनि अब त छैन अब छैन अघि त दिन रिसाइरहेको थियो नि त किन रिसाएको प्यारा कसम छेउमा भए टोकिदिन्थ्यो होला मैले कहाँ भनेर चाहिँ गाइस मलाई मात्र थाहा छ रिसाएको साँच्ची होइन अब त छैन भनेको के हो गाइस कसरी फसाउनु पर्छ भनेर थाहा छ क्या यो केटीलाई यो मगर्नीलाई छातीमा हात राखेर भन्नु अब चाहिँ रिसाएको छैन भनेर छातीमा हात राखेर भन्नु त छिटो दुखेको छैन भनेर भन्नु त समय छैन अब त प्यारे प्यारे मेरो म नहुँदा मात्रै हो क्या ऊ फ्रस्ट्रेसन भएर रिसाउने म भएपछि उसलाई कुल बनाउने मेरो काम भयो प्यारी चाहिन्छ उसलाई कुल बनाउनलाई बुझ्यो प्याराहरू मलाई अघिसम्म चाहिँ रिस उठिरहेको थियो गाइज होइन जुन बेलामा यो रातो कुर्तीमा देख्यो नि भुत्तुकै फेरि गाह्रो छ गाइज मलाई गाह्रो छ फसायो गाइज मगरीले फसायो यो किन मस्क्यो गाइज यस्तो साह्रो ल प्यार करते हो क्या हमसे प्यार करते आपसे 2000 मिसो तामाङ पनि मलाई एकदम मन पर्न थालेछ कि मिसो तामाङ हजुर म तपाईँ बिना बाँच्नै नसक्ने भइसक्यो फुत्रुकमा गाइज फुत्रुक त ऊ जतिखेर पनि गरेर हान्छ त्यो घोषको युट्युबमा कतिजनाले हेर्छ गाइज तपाईँहरूले यत्रोजना मान्छे छ कतिजनाले हेर्छ गाइज जतिखेर पनि फुत्रुकै गरेर देख्छ म त तिमी त होइन मिस्टर तामाङसँग चाहिँ म साँच्चीकै फुत्रुक भयो कि तिमीलाई अहिले म त गाइज के भएको यार यो त अलिकति मेरो साथीहरूले नि अलिकति भन्न थालिसक्यो अब चाहिँ म अलिकति ओभर द टप नै गए टाइपको कुरा भइरहेको थियो क्या
यो गोस गोस धेरै भन्न थाल्यो अरे भन्दै थियो मेरो साथीहरूले पनि अब त यार साथीहरूलाई नि साथीहरूसँग हुँदा पनि जतिखेर नि फोनमा गोस 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 मात्रै भन्दै बस्छ भनेर मैले मेरो भ्लगमा नि हिजो त्यही भइरहेको थियो कुरा भिडियो बनाइरहेको थियो केटाहरू सबैजना बिजनेसको कुरा गरिरहेको थियो म चाहिँ गोसको कुरा गरिरहेको थिएँ कुनामा गएर त्यो मेरो इन्स्टाग्राममा स्टोरी हालेको थियो नि मैले कुनामा गएर कि केटाहरूले देख्ला भनेर होइन केटाहरूले देख्ला भनेर म कुनामा गएर भिडियो बनाएको नि मिस्टर तामाङ हजुर यो केही होइन गाइस यो केटीलाई आज यति धेरै माया किन आइरहेछ भन्दाखेरि हिजो आज काम बिगारेको छ त्यो भएर मात्रै खुट्टा भएको छु म खुट्टा भएको छु म हाम्रो बिहेमा कुन लुगा लगाउने कुन कलरको तिमीलाई कस्तो लगाउन मन छ लेङ्गा साडी कस्तो धोती लेहेङ्गा लाउनु ल तिमी लेङ्गा लगाउने तपाईँले म लेहेङ्गा लाउने तपाईँले टाई सुट लाउने ल ल सेतो कलरको ल ल घिउ कलरको ल गाइस मेरो टिमले पनि उतापट्टि गएर ट्यापट्याप गर्नु उताको टिमले नै मेरो माया ट्यापट्याप गर्नु एक लट गाइस लाइभ लाइभ हाम्रो लाइभ मिस्टर तामाङको भ्लग आइसक्यो हेरे के हेरेन ए गाइस को कोले भ्लग हेर्छ मिस्टर तामाङको भ्लग आइसकेको छ गाइस सुन्नु त बुस्टिङ पऱ्यो कि परेन गाइस के अरे यो म के भन्छु भन्दाखेरि गाइस हजुरहरूलाई होइन सामु सामु दुईवटा सामुलाई परेछ सम्झु तिनजनालाई बुस्टिङ पऱ्यो है प्याऱ्यो एउटा लास्ट खेलौँ अनि बक्स म्याच खेल्न जाउँ ल मिस्टर तामाङ मलाई त आज त छोडेर जानै मन लागेन अस्तिदेखि मलाई गाइस घोषलाई रातोमा हेर्न मन थियो फाइनली हेर्न पाएँ उसको छाउरी हो गाइस यताबाट हेर्दा नि ओ पाण्डा यार तेरो साथीलाई डुबायो डुबायो यो केटीलाई डुबायो मगर नि हेर्दा कडा हुँदो रहेछ गाइस आम्मामा कडा मिस्टर तामाङ अब त म तपाईँ बिना बाँच्नै सक्दिनँ के गर्ने त्यसो भए त बाँच्ने अब म तिम्रै त हो नि अनि देखेन हिजो साथीहरूसँग रक्सी खान जाँदाखेरि गाई झ्याप हुँदा नि मलाई गोसकै याद आउँछ साथीहरूसँग छेउमा हुँदा नि गोसकै याद आउँछ यार साँच्चै मिस्टर तामाङले के भन्छ अरू के बेला याद आउँछ नि भन्न लाग्यो मैले तर मैले भनेन भन न मिस्टर तामाङ सुन्नु न राम्रै देखे नै 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 मलाई त्यो त्यो टाउकोमा राख्नै पाउँदैन तिमीलाई आज दिउँसो त्यो टाउकोमा राखेको ठ्याक्क झलस्सै याद आयो गाइस यो छोरा मान्छेको मन चाहिँ त्यस्तो हुँदो रहेछ आज दिउँसो गाई तिमीले यो घुम्ती टाउकोमा राखेको थियो नि को केटासँग ठ्याक्कै त्यो याद आयो राख्नै पाउँदैन अबदेखि त टाउकोमा घुम्ती राखिदिने होइन मनमाया त्यो घरमा भएको घुम्ती सुम्ती सब लुकाइदिनु कि पोल्दिनु कि लुकाइदिनु मनमाया घुम्ती धेरै लगायो काहीँ नभएको कति घुम्ती लगायो कमेडी देख्छ बाजे जस्तै छ अहिलेसम्म तिमीले फोनमा मात्रै देखेको छ होला नि मेरो पावर जुन दिन तिमीले रियलमा देख्छ नि मेरो पावर गोस्ट कसम बोलाउँछौ तिमी 2 लाख सब्सक्राइबर पुग्ने बित्तिकै देखेँ मैले ल